तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै पानी छ मेरो खराब मलाई दिए पुग्छ सराब परिवर्तन हुन्छ सभा धेरै पार्टीहरूकोमा धाउनुभयो, पार्टीहरूले पत्याएनन्, टिकट दिएनन् अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त। धेरै पार्टीहरू तपाईँकोमा धाउनुभयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुनिन्छ। कुनै ठाउँमा चाहिँ 70 अब 80 अबले चिन्नु हुँदैन थियो, तर केशव सावित्रीजीले सधैँ गाली गर्ने बालेन हो भनेर हेर्नु हुँदो रहेछ क्या। त्यो एज ग्रुपमा हामीलाई पुर्याइदिनु भएको छ, धेरै धेरै धन्यवाद। म जित्छु, म मेयर हुन्छु भनेर सोच्दै हुनुहुन्छ? जस्तै एउटा कलाकारले एडभोकेसी गर्छ भन्नुहुन्छ नि, उहाँले अघि भन्नुभयो नि कलाकारिताले मान्छेको सोचाइमा परिवर्तन ल्याउन सक्छ, म कलाकार हुँ। सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। होइन, उहाँले चाहिँ युवाहरू चाहिँ डर्टी पोलिटिक्समा आउनुपर्छ, युवाले नै यो फोहोर खेल मैदानमा आएर सफा गर्नुपर्छ, म युवा हुँ होइन भन्नुहुन्छ। म लिगेसीको आधारमा, म जातको आधारमा इन्जिनियर हुँ, म कन्स्ट्रक्सन गर्न सक्छु, म पढे लेखेको स्ट्रक्चरल इन्जिनियर हो भनेपछि उहाँहरू तिनटालाई एकै ठाउँमा राखेर कसैलाई मतदान गर्नु छ भने त म एक्लैलाई गर्दा भयो नि त, त्यही कुरा। पानी छ मेरो खराब मलाई दिए पुग्छ सराब परिवर्तन हुन्छ सभा मेरो स्थानीय तहको सरकारको बारेमा सरकार कस्तो हुनुपर्छ भन्ने बारेमा गीत गाउनु। गीत भन्दा पनि मलाई काम गर्नु मन छ। रोटेट गर्न सकिन्छ। जस्तै उदाहरणको रूपमा 8 बजे पछाडि स्कुलहरू नखोल्नु भनेपछि स्कुल बस जति सबै 8 बजे थन्किन्छन् नि त। यो चिजहरूलाई चाहिँ व्यवस्थापन गाह्रो छ नि, बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। मेयरमा उम्मेदवारी दिएर अब मैदानमा आउनु भएको छ, मलाई के बताउनुहोस् भन्दाखेरि एउटा र्यापर तपाईँ हजुर गीतमा तपाईँले सबैलाई जित्नु भएको छ, तर चुनाव जित्न त गाह्रो छ। होइन, यस्तो गीत कुर्सीमा बसेर काम गर्न पनि गाह्रो छैन, चुनाव जित्न पनि गाह्रो छैन। गीत गाए जस्तो होइन, तर गीत गाउँदाखेरि मैले के को बारेमा गीत गाएको थिएँ भन्ने कुरा बुझ्नु पर्यो नि त। बुझ्नुभयो नि? मान्छेहरूले के भनेका छन् भने बालन शाहको सामाजिक सञ्जालमा क्रेज बढी हो, विदेशमा बस्ने नागरिकहरूले प्रचार धेरै गरेको, भोट पाउने आधार कम छ भनेर भनेका छन्, के भन्नुहुन्छ? किन अहिले यहाँ के देख्नुहुन्छ र? अहिले यहाँ के देख्नुहुन्छ? तपाईँलाई सोधेँ मैले, तपाईँलाई के लाग्छ? अहिले हाम्रो देशमा त भ्रष्टाचार नगरिकन छ नि, कामै नगर्ने मान्छेहरू छ नि त, सबैलाई पैसा चाहिएको छ, कमिसनको। त्यसको उदाहरण तपाईँकै, त्यसको उदाहरण तपाईँ नै हुनुहुन्छ नि। जस्तै होइन, सफा पिउने पानी चाहियो नि त। सुन्दै गर्नुहोस् न, यहाँ आइसक्यो सफा पानी, सुन्दै गर्नु। अब हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। चुनाव जित्न धेरै गाह्रो छ। गाह्रो छ, असम्भव छैन नि त। गाह्रो छ भन्नुभयो, असम्भव छ भन्न सक्नुहुन्छ? होइन, संसारमा असम्भव केही पनि छैन हजुर। तर नेपालमा छ नि, यो असम्भव भयो भने के गर्ने? यस्तो, जस्तै तपाईँलाई तपाईँकै उदाहरण दिन्छु। तपाईँले पत्रकारिता सुरु गर्दाखेरि यति गाह्रो भयो, तपाईँले जागिरमा जाँदाखेरि जस्तै त ल एउटा नेताको नाम दिन्छु, त्यसो घर गएर उसको इन्टरभ्यू लिएर आइज भनेर तपाईँ माधव कुमार नेपालको घर पुग्नुभयो। तपाईँ बिहान पुग्दाखेरि उहाँको टाइम छैन, फेरि फर्केर जानुहोस् भन्दा कुरेर बस्नुभयो, उहाँको टाइम छैन भनेर कुरेर बस्नुभयो। हुँदा राति 11 बजेसम्म कुरेर बस्दाखेरि बल्ल माधव कुमार नेपालजीले यो कस्तो बौला पत्रकार रहेछ, बिहानैदेखि कुरेर बसेको केही नखाइकन भनेर दिनुभयो नि त उहाँले तपाईँलाई। जस्तो तपाईँले म 90,000 कति भोट ल्याएर जित्छु भन्नुभएको छ, भोटै काउन्ट गरेर भन्नुभएको छ, त्यो अलिक गफ जस्तो सुनिन्छ। तपाईँले म लगभग 90,000 समथिङ भन्नुभयो भने यति 90,000 यति 100 यति भनिरहँदाखेरि तपाईँलाई माथि मान्छेले यत्रो आशा। तपाईँको झोलामा 10 वटा सुन्तला छ भने तपाईँले लगभग 10 वटा सुन्तला भन्नुहुन्छ कि 10 वटा नै भन्नुहुन्छ? लगभग 10 वटा सुन्तला भन्नुहुन्छ कि 10 वटा नै भन्नुहुन्छ? मेरो खराब पानी छ मेरो खराब मलाई दिए पुग्छ सराब परिवर्तन हुन्छ सबै। बलियो उम्मेदवार हो, आफूलाई बलियो नै ठान्छु म। तपाईँको पक्षमा चाहिँ कति प्रतिशत मत आउला? 90,835। 90,835 मत ल्याउने बालन शाहले? हजुर। त्यो क्याल्कुलेसन छ तपाईसँग, तथ्याङ्क छ? इन्जिनियर हो नि। चुनाव चिन्ह लिएर हामी चुनाव उठ्दै सबै पार्टीले तपाईँलाई प्रस्ताव गरेको छ। सबै पार्टीको फर्स्ट अप्सन मै होला, त्यति भन्दै सक्यो अब कुरो। तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त, जनता जान्न चाहन्छन्। मैले केपी शर्मा ओलीजीको त उहाँले बनाएको हो नि, होइन?
त्यो धरहरा होइन त्यो धरहरा किन होइन पछाडि जुन भत्कियो जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो त्यो धरहरा हो। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ। हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। मेयर बन्न 10 करोड चाहिन्छ अरे काठमाडौँमा। 50 करोडै खर्च गर्छन् नि हजुर। पनि टिभीमा जानलाई मान्छेले पैसा तिर्छन्, तर तपाईँले मलाई आफै फोन गरेर बोलाउनुहुन्छ है। हाम्रो